बिरुवाको कति समय भएपछि 3G कटिङ गर्ने अनि भनेर देखाउँदैछु। मेरो चाहिँ यो बोट लगभग 1 महिनाको भयो र आज म यहाँ 3G कटिङ गर्दैछु। 1 महिना हुँदाखेरि चाहिँ लगभग 1 फिट भएको छ, कुनै चाहिँ 1 फिटबाट अलि अग्लो भएको छ। यो 3G कटिङ गर्दाखेरि चाहिँ फेरि तलबाट हाँगा पलाएर अलि राम्रो फल चाहिँ बिरुवाले दिन्छ। यो 3G कटिङ गर्दा यसको यो माथिको मुन्टा चाहिँ एकदम माया मारेरै जति राम्रो आए पनि उता जान काली काट्नु उता जान, तेरो भिडियो बनाएको होइन कि काट्नुपर्ने हुन्छ। चुट्टी दिने कि माथिबाट।